नमस्कार। आज म अभिभावक कस्तो हुनुपर्छ र अभिभावकहरू कस्तो कस्तो प्रकारको हुनुहुन्छ भन्ने विषयमा केही कुरा गर्दैछु। सबैलाई थाहा छ बालबच्चाको हुर्काइमा सिकाइमा र उहाँहरूको रेखदेखमा चाहिँ अभिभावकको ठुलो भूमिका रहन्छ। एउटा असल अभिभावक हुनु र अभिभावक मात्र हुनुमा धेरै फरक पर्छ। साथै अभिभावकहरूमा पनि धेरै प्रकारको अभिभावक हुनुहुन्छ। आफ्नो क्वालिटी अनुसारको मानसिकता क्षमता अनुसारको अभिभावकहरू हुनुहुन्छ। पहिलो नम्बरमा अनइन्भल्भ प्यारेन्ट्स भनेको चाहिँ यस्तो अभिभावक हुनुहुन्छ कि उहाँहरू यस्तो अभिभावकमा पर्नुहुन्छ कि जसले चाहिँ बच्चा जन्माउनुहुन्छ, त्यो बच्चाप्रति कुनै वास्ता हुँदैन। बच्चा जन्मिसकेपछि उहाँहरूले त्यसमा कुनै हस्तक्षेप गर्नुहुन्न। बच्चाको कुनै उसमा कुनै इन्ट्रेस्ट पनि हुँदैन र इन्टरफियर पनि हुँदैन। बच्चाप्रति कुनै इन्ट्रेस्ट पनि हुँदैन, इन्टरफियर पनि हुँदैन। उहाँहरू आफ्नो ताली हुर्किनुहुन्छ। बच्चाहरू कुनै त्यसमा उहाँहरूले कुनै चासो पनि हुँदैन। बच्चाले के गरिरहेछ, के गर्दैछ, कुनै प्रकारको चासो हुँदैन। यस्तो खालको प्यारेन्टिङ पनि गुड प्यारेन्टिङ होइन। यसले बच्चा पूर्ण रूपमा बच्चामा अनुशासन हुँदैन। बच्चामा जब बाबा मम्मीले जब अभिभावकले बच्चालाई वास्ता गर्नुहुन्न, त्यो भएपछि बच्चा पूर्ण रूपमा चाहिँ डिसिप्लिनलेस हुन्छ। बच्चामा अनुशासन हुँदैन। बच्चा एकदम उडण्ड खालको हुन्छ। बच्चाले चाहिँ जहाँ गए पनि झगडा गर्ने त्यस्तो खालको हुन्छ। किनकि उसलाई कसैको पनि त्यहाँ केही पनि कन्ट्रोल पनि हुँदैन, डिसिप्लिन पनि हुँदैन र माया पनि पाएको हुँदैन। किनकि बाबा मम्मीले आफ्नो अभिभावकहरूले जन्माइदिनुहुन्छ अनि त्यसपछि जेसुकै गरोस्, जे गरेर खाओस्, केही वास्ता खोजी खपरी केही हुँदैन। यो प्यारेन्टिङ पनि एक प्रकारको एकदमै डरलाग्दो अनि एकदमै ब्याड प्यारेन्टिङ छ नि, यसलाई मानिन्छ। अब अहिले त लगभग यस्तो खालको प्यारेन्टिङ प्रायः भेटिँदैन। यो यस्तो खालको प्यारेन्टिङ कहीँ मात्रै छ, तर यो एकदमै बिल्कुलै राम्रो प्यारेन्टिङ होइन। र दोस्रो खाले प्यारेन्टिङमा चाहिँ नि कम्फर्ट प्यारेन्ट्स है, कम्फर्ट प्यारेन्टिङ पनि भनिन्छ र कम्फर्ट प्यारेन्टिङ यो चाहिँ यस्तो खालको प्यारेन्टिङ हो कि जहाँ चाहिँ बच्चालाई चाहिँ टु मच लभ, एकदमै माया गर्ने, उहाँहरूले भनेको कुरा सम्पूर्ण जुटाउने अनि उहाँहरूलाई चाहिँ एकदमै सानो सानो कुरामा पनि एकदमै केयर गर्ने क्या, टु मच लभ। त्यहाँ चाहिँ माया अत्याधिक हुने, तर बच्चाको डिसिप्लिन चाहिँ हुँदैन। किनकि बाबा मम्मीले जे कुरा चाहिँ सजिलोसित उपलब्ध गराइदिनुहुन्छ त्यसमा चाहिँ उहाँहरूको चाहिँ यस्तो हुर्काइ हुन्छ नि उहाँहरूलाई। उहाँहरूले कुनै कुराहरू पछि गएर चाहिँ आफै केही पनि गर्न सक्नुहुन्न के। जे कुरामा नि बाबा मम्मीले गरिदिएको छ, सुविधा सम्पन्न बनाइदिएको छ, जे कुरा पनि अगाडि 10 रुपियाँ मागेको छ भने 50 रुपियाँ दिने, अब त्यस्तो गरेको बच्चाहरूमा चाहिँ कस्तो हुन्छ भने पछि गएर एकदमै प्यारेन्ट्समा फुल्ली डिपेन्डेन्ट अनि आफूले गर्न केही समस्या आयो भने त्यो प्रब्लम सल्भिङ क्यारेक्टर नै हुँदैन के। उहाँहरूलाई कसरी यो गर्ने होला, यससँग कसरी जुझ्ने होला समस्यासँग भन्ने एउटा केही कुराको पनि उहाँहरूलाई वास्ता खोजी हुँदैन र उहाँहरूलाई थाहा पनि हुँदैन। यसमा चाहिँ आफ्नो अभिभावकहरूले एकदमै माया धेरै आफ्नी जे भनेको छ त्यही सुविधा पुर्याइदिने अनि उहाँहरूलाई चाहिँ यस्तो हुन्छ कि आफ्नो कर्तव्य चाहिँ निभाउनु हुन्न होइन। सुविधा दिएपछि एकदमै राम्रो हुन्छ त बच्चालाई, जे कुराको पनि सुविधा। बच्चामा चाहिँ एकदमै डिमान्ड गर्ने खालको प्रविधि हुन्छ अनि किनभने डिमान्ड पुर्याइदिएको पनि हुन्छ अनि डिमान्ड पुरा भएन भने म सुसाइड गरिदिन्छुसम्म पनि गर्छु भन्ने, सुसाइड गरिदिन्छु भन्ने पनि देखिन्छ है। यस्तोमा चाहिँ फुल्ली डिपेन्डेन्ट अनि सिचुएसनसँग चाहिँ कोपिङ गर्न नसक्ने होइन, सिचुएसनसँग चाहिँ उनीहरू जुझ्न नसक्ने अनि एकदमै लाड प्यार मायामा हुर्केको बच्चा भविष्यको लागि चाहिँ यिनीहरूले राम्रो आउटपुट चाहिँ दिँदैनन्। त्यस कारणले गर्दा यो प्यारेन्टिङ पनि एकदमै गुड प्यारेन्टिङमा पर्दैन। अर्को प्यारेन्टिङ छ, अर्को स्ट्रिक्ट प्यारेन्ट्स है, जहाँ चाहिँ फेरि एकदमै डिसिप्लिन एकदमै कडा तर डिसिप्लिनमा एकदमै राख्न खोज्ने, बच्चालाई चाहिँ एकदमै जे कुरामा पनि तैँले जानेछस्, तैँले गर्छस्, तँ बोल्छस्, तैँले भने मिल्छ, तैँले यस्तो गर्ने हो, उस्तो गर्ने हो, यस्तो गर नगर भनेर खालि टोक्ने र रोक्ने काम हुन्छ यसमा, यस्तो प्यारेन्टिङमा। यो पनि एक प्रकारको बच्चालाई डोमिनेन्ट बनाउने हिसाबले गरिन्छ। बच्चा फ्रस्ट्रेसनमा जान्छ। बाबा मम्मीले नै कुरा बुझिदिनुहुन्न, आफ्नो बाबा मम्मीले नै डोमिनेट गर्नुहुन्छ भने बच्चाले चाहिँ बच्चाको चाहिँ त्यो भित्रको आफ्नो भएको खुबीमा चाहिँ खुबीहरूदेखि लिएर उसमा भएको हरेक कुरा चाहिँ ऊ चाहिँ आफूलाई हीनताबोध महसुस गराउँछ क्या। त्यस कारणले गर्दा यस्तो प्यारेन्टिङ पनि एकदमै घातक हुन्छ। यो त झन् एकदमै घातकै हुन्छ। जबकि बच्चाहरूलाई चाहिँ मौलाउने र फुल्ने बेलामा चाहिँ रोक्ने र टोक्ने गर्यो भने चाहिँ यो जस्तो नराम्रो प्यारेन्टिङ चाहिँ कुनै पनि हुँदैन है। अनि अर्को खालको प्यारेन्टिङ छ स्मार्ट प्यारेन्टिङ। यसमा चाहिँ
लभ प्लस डिसिप्लिन, माया पनि हुन्छ, डिसिप्लिन पनि हुन्छ। अनि त्यसपछि आएर प्यारेन्ट्स अभिभावकले बच्चालाई साथीको जस्तो व्यवहार पनि गर्नुहुन्छ, उहाँहरूको कुरा सुनिदिनु पनि हुन्छ। जब बच्चाको कुरा सुनिन्छ, उहाँहरूलाई माया ठिक्क गरिन्छ, डिसिप्लिनमा पनि ठिक्क ठाउँमा राखिन्छ होइन। एउटा पार्टनरसिपमा क्या बच्चाको र प्यारेन्ट्सको चाहिँ नि पार्टनरसिपमा चाहिँ जब काम गरिन्छ नि, एक अर्का बिच दुईजना बिच चाहिँ कोअर्डिनेसनमा काम गरिन्छ, कोअपरेसनमा काम गरिन्छ भने उहाँहरू यस्तो बच्चा चाहिँ नि यस्तरी मौलाउनुहुन्छ नि, उहाँहरूको भित्र रहेको अन्तर्निहित क्षमताहरू यस्तरी आउँछ। उहाँहरू चाहिँ एकदमै समाजमा खुल्ला रूपमा एकदम स्वतन्त्र रूपमा आफ्नो विचार राख्न सक्ने हुनुहुन्छ। अनि हरेक कुरालाई चाहिँ सिचुएसनलाई चाहिँ नि लड्न सक्ने हुनुहुन्छ होइन। त्यही भएर यो प्यारेन्टिङ, स्मार्ट प्यारेन्टिङ जसले गर्नुहुन्छ, जो अभिभावकले चाहिँ आफ्नो बच्चालाई बुझ्नुभएको छ, साथी जस्तो व्यवहार गर्नुहुन्छ, उहाँहरूको कुरा सुनिदिनुहुन्छ होइन। त्यस्तो अभिभावकको भएको अथवा अभिभावक पाएको बच्चाले चाहिँ नि अवश्य पनि भविष्यमा एकदम राम्रो गर्नुहुन्छ। उहाँहरू चाहिँ आफ्नो विचारमा स्वतन्त्र हुनुहुन्छ, आफूले गर्न लागेको काममा चाहिँ नि सपोर्ट पनि हुन्छ, माया पनि हुन्छ, डिसिप्लिन पनि हुन्छ। यो कारणले गर्दा यस्तो प्यारेन्टिङ एकदमै राम्रो प्यारेन्टिङ मानिन्छ। जुन पहिलो अनइन्भल्भ प्यारेन्टिङ, यो त एकदमै अहिलेको अवस्था हो भने त एकदमै ब्याड प्यारेन्टिङ भनिन्छ यसलाई। कुनै पनि बच्चा जन्माइदियो, हुर्काइदियो, अनि त्यसपछि आएर बच्चालाई कुनै केयर छैन, माया पनि छैन, केही पनि छैन भनेको त्यस्तो बच्चा चाहिँ नि सकेसम्म क्राइम गर्ने खालको होइन। अनि कसैले केही भन्यो भने एकदमै छिटो रियाक्सन दिने, उडन्डा खालको, अनि आफ्नो मात्रै सेल्फिस होइन, एकदम आफ्नो मात्रै विचार गरेर हिँड्ने, आफ्नै वेमा जाने हुनाले यो पनि एउटा राम्रो प्यारेन्टिङ होइन। अर्को कम्फोर्ट प्यारेन्टिङ, धेरै माया, एकदमै सुविधा दिने, बच्चाले जे भने त्यही डिपेन्डेन्ट बनाउने होइन, बच्चालाई चाहिँ नि केही जाने कि छैन जस्तो गर्ने, अनि सुविधा दिएपछि सबै कुरा हुन्छ भने जस्तो गर्ने। यसले पनि बच्चाको खासै आउटपुट चाहिँ राम्रो आउँदैन। बच्चामा चाहिँ नि कस्तो हुन्छ, मैले जे भयो भने पाइहाल्छु, मलाई माया गरिहाल्नुहुन्छ भन्ने खालको भावना हुन्छ। त्यो कारणले गर्दा बच्चामा चाहिँ नि कुनै खालको उसँग हुनुपर्ने विकास हुनुपर्ने उसको माइन्डदेखि लिएर हरेक कुरा, मानसिकदेखि लिएर हरेक कुरा चाहिँ विकास हुन अलिक गर्छ यसले। बच्चा जिद्दी पनि हुन्छ यसमा होइन। बच्चाले चाहिँ कुनै पनि एउटा आफूसँग आएको सिचुएसनलाई चाहिँ ह्यान्डल गर्न सक्दैन, किनभने उसलाई चाहिँ प्यारेन्ट्सले एकदमै जकडेर राखेको हुन्छ, एकदमै टु मच मायामा राखेको हुन्छ, उसलाई केही पनि गर्न दिया हुँदैन, केही सिचुएसन्सलाई फेस पनि गर्न दिया हुँदैन। त्यो कारणले गर्दा यस्तो खालको प्यारेन्टिङ पनि बच्चाको भविष्यको लागि चाहिँ नि घातकै हुन्छ। र अर्को स्ट्रिक्ट प्यारेन्टिङ त झन् त्यसमा त झन् बच्चाको विचारलाई त पूर्ण रूपमा कुल्चेरै थिचेरै राखेको हुन्छ। यसमा चाहिँ नि बच्चाले आफ्नो विकास गर्न पाउँदैन, आफ्नो मेन्टल्ली चाहिँ फुल्ली राम्रो हुँदैन उसको। र अर्को छ अहिले मैले जुन भने अन्तिमको स्मार्ट प्यारेन्टिङ, यो चाहिँ एकदमै आवश्यक छ अहिलेको सिचुएसन अनुसार। हामीले बच्चालाई थोरै हामीले होस्टे गऱ्यौँ भने, बच्चाले नै हैसे गर्यो भने, दुवैको एकदमै सहकार्यमा चाहिँ नि बच्चाको चाहिँ नि विकास, होलिस्टिक डेभलपमेन्ट एकदमै राम्रो हुन्छ। मानसिक रूपमा, शारीरिक रूपमा, सबै रूपमा, एकदम बच्चा सामाजिक रूपमा होइन, सबै रूपमा चाहिँ बच्चाको एकदमै राम्रो विकास गराउने भनेको चाहिँ स्मार्ट प्यारेन्टिङ हो। अब हजुरहरू कुन प्यारेन्ट्समा पर्नुहुन्छ, आफूले कस्तो प्यारेन्टिङ गरेर बच्चाहरू हुर्काइरहनु भएको छ, यो कुरामा ध्यान दिनु होला। आफू कस्तो छु, अहिलेको अवस्था कस्तो छ, अहिलेको सिचुएसन अनुसार हामी कस्तो प्यारेन्ट्स हुनुपर्छ भन्ने कुराहरू चाहिँ नि ख्याल गरिदिनु होला। धन्यवाद।